Let's go guys. कहाँ हिँडेको हामी साथी? बर्दुबाई। कुन चाहियो? X25 भयो नि भयो 67 भयो नि भयो हैन? हामी जाने डेस्टिनेसन चाहिँ बर्दुबाई छापा सर। यो बसमा हामी करामा चाहिँ जानु सक्छौँ। बिल्डिङ चाहिँ यो हो यहाँ 26 फ्लोर। हो यो चाहिँ हो यो चाहिँ हाम्रो गर्ने हो। हामी चाहिँ अल्कुबेबा मेट्रो स्टेसनबाट हामी यता आउँदैछौँ। अब हामी खाना खान जाँदैछौँ। खाना खान चाहिँ कहाँ हामी चामलको भात जानलाई जानुपर्छ। नेपाली पार्क भनेको यसलाई खतरा चिनिन्छ। ल यसो हल्का यसमा हान्दियो ल साथी। के हो यो एरिया हाम्रो? सबै हटाएर नि त। यहाँ पारि बस स्टप छ। भाइरल गिलो चटपटे चाहिँ आइसक्यो है। वी विल वेट। हामी के अरे रेस्टुरेन्टमा शुभारम्भको रेस्टुरेन्ट गिलो चटपटे भाइरल चटपटे खानु भएको छ है। फुड टेस्टिङ हुँदैछ। रोल्स चिकन नुडल है। चाउमिन भनौँ न। ल ओके लाफिङ है नि त। के लाफिङ हो भेज? हामी चाहिँ नेपाली पार्कतिर दुबईको चाहिँ ओल्ड सिटी यहाँ सबै कुराहरू पहिला पनि यहाँबाट दुबई ग्रो भएको ओल्ड सिटी चाहिँ यहाँ हो है। 1 दिराममा हामी चाहिँ बोट चढेर पारि जान मिल्छ क्या। बोट चढेर लिटरली 1 दिराममा त्यहाँ जाने 1 दिराममा आउने वान अफ द बेस्ट मुभमेन्ट है। त्यो चाहिँ आरटिएको बस छ। हामी गोल्डसोकमा छिर्दैछौँ। ओल्ड एज सपिङ सेन्टर भनौँ न। पहिला दुबईदेखि यहाँ चाहिँ तिम्रो पुरै अरेबिक थिङ्सहरू फेरि यहाँको के भन्दाखेरि तिम्रो त्यो स्मेल हुन्छ नि पर्फ्युमहरूको स्मेलहरू क्या तातो त्यही हुन्छ क्या। अनि सस्तो नि पाइन्छ सामानहरू टी सर्टहरू अनि अरेबिकहरू कार्पेटहरू प्रेयर म्याटहरू सबै पाइन्छ। यहाँ देखाउनु यहाँ कति दामी भाडा डिजाइनहरू आर्टहरू डाइरेक्ट बनाइदिन्छ होइन पर्फ्युमहरू। हामी चाहिँ 1 दिराम तिरेर हामी पारि जान्छौँ है डेरा। यहाँबाट चाहिँ हामी जान मिल्छ के गोल्डसुक गएर हामीले सबै कुराहरू चाहिँ देखाउँछौँ। कस्ता कस्ता सुनहरू सपहरू छ। म नि फर्स्ट टाइम हो गोल्डसुक है। जानुपर्छ। सर भित्र छिर्ने हामी चाहिँ 1 दिरामको बोट चढेर हामी गोल्डसुक जान लाग्छ। कस्तो लागिरहेको? राम्रो लागिरहेको छ एकदम। तिम्रो त्यो चाहिँ पुरानो बाटोहरू होइन दुबईको। त्यो चाहिँ उता चाहिँ तिम्रो मलहरू भयो। एउटा फ्लाइओभर पुल चाहिँ भेटिन्छ तर यही एउटा मात्रै ठाउँ हो फ्लाइओभर पुल छैन। 1 दिराम गरेर अप एन्ड डाउन मजाले है। यो चाहिँ तिम्रो नाइस बिजनेस। यही मात्रै हो कि है तिम्रो 1 दिराममा जहाँ पनि हुँदैन पनि मिनिमम तिम्रो 5 कि 7.5 दिराम चाहियो होइन तिम्रो बस जहाँ गए पनि चढ्नलाई। या फेरि कार्ड सार्ट केही चल्दैन डाइरेक्ट क्यास ह्यान्ड टु ह्यान्ड क्यास। अनि यहाँ त तिम्रो एकदम चेन्ज लिएर आउनुपर्छ है। फेरि कार्डमा पैसा छैन भने गाह्रो हुन्छ। 100 दिराम 50 दिराम बोकेर आयो भने नि गाह्रो हुन्छ। यहाँ चाहिँ मिनिमम 10-20 दिराम बोकेर आउँदा ठिक हुन्छ। वहाँदेखि चाहिँ हामी ओल्ड ब्लडिया स्ट्रिट आइयो है यस्तै छ। ओल्ड ब्लडिया past establishment and wooden carving decorate these mandos which would have been used to store clothing, jewelry and accessories. You can explore the historical Dubai from here, but I don't know how you. हामी यहाँबाट आयौँ अल्कुबेबा मेट्रो स्टेसन। पहिला यहाँ आयौँ त्यसपछि हामी तरेर गोल्डसुकबाट पारी आएपछि कहाँ आयौँ हामी
There are also down. Sorry. After that, we are here now. अब हामी चाहिँ गोल्ड सुक जानु लाग्यो लेट्स गो विथ मी गेट नंबर 1 बवाल भिजा ल यहाँको चाहिँ सबभन्दा सर्टिफिकेट रहेछ यो रिङ होला वर्ल्डकै सबभन्दा ठुलो रिङ है यो चाहिँ सुनको हेर्ने अनि सम्झिँदा होला नि त भन्दा गर्न के सकियो र गोल्ड सुकमा सुन मात्रै होइन गोल्ड के सिल्भर पनि छ है सिल्भर यता घुमाउने यो खेल्ने के रहेछ 10 ग्राम के फाल्नु है यही लेखिरहेको यो चाहिँ गोल्ड होइन रे गोल्ड होइन सबै सुनको कपडा आयो यहाँ चाहिँ लेडिजको लागि यो चाहिँ